मिनासान कोन्निचिवा। हामीले अघिल्लो लेसनमा चाहिँ तरकारी खेतीको बारेमा चाहिँ हेरेको थियौँ र आजदेखि चाहिँ नयाँ युनिट सुरु भएको छ। त्यो चाहिँ संरचित संरचनामा गरिने कृषि कार्य भन्ने युनिट चाहिँ सुरु भएको छ। अब लगभग हाम्रो लेसनहरू सकिनाटेको छ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। म सबै अन्तिमसम्म कस्तो क्वेसन आउँछ, कहाँबाट आउँछ, त्यो पनि इम्पोर्टेन्ट कुराहरू पनि यो लेसन सकिएपछि देखाइदिनु छु हजुरहरूलाई। अनि अब कति हजुरहरूले फर्म भरिसक्नु भयो होला योपालि स्किलको, एकदम राम्ररी भिडियो हेर्नुहोला, राम्ररी अध्ययन गर्नुहोला। त्यति साह्रो अप्ठ्यारो क्वेसन पनि आउँदैन, त्यत्रो साह्रो पनि नआत्तिनु होला भन्दै आजको लेसन चाहिँ सुरु गरौँ है त। आजको लेसन भनेको संरचित संरचनामा गरिने कृषि कार्य भनेको छ। अब संरचित संरचना भनेको के हो भन्नुहुन्छ भने संरचित संरचना भनेको टनेल हो। टनेललाई चाहिँ संरचित संरचना भनिन्छ। संरचित संरचनामा गरिने कृषिबालीका विशेषताहरू। अब संरचित संरचनामा गरिने कृषिबालीका चाहिँ विशेषताहरू आएका छन्। त्यसमा 1 नम्बरमा छ तरकारी, गोलबेडा। गोलबेडा पनि तरकारीमा, गोलबेडा पनि संरचित संरचनामा खेती गर्ने तरकारीमा पर्यो। भन्टा समूहको फल तरकारी हो। भन्टा समूहको गोलबेडा हो भनेर हामीले अगाडि नै हेरेको थियो। विभिन्न खेतीका प्रकारहरू छन् र 12 मासे खेती भइरहेका छन्। अलि उच्च तापक्रममा राम्रोसँग हुर्किन्छन् तर कम तापक्रममा पनि हुर्किन्छन्। विकासको लागि तीव्र प्रकाश आवश्यक हुन्छ भनेर यो गोलबेडाको विशेषता देखाएको छ। अब अर्को छ स्ट्रबेरी। गुलाब समूहको फल तरकारी हो। उभिएको अवस्थामा नै काम गर्न सकिने एलिभेटेड बेन्च खेती बढिरहेका छन् भनेर उभिएको अवस्थामा यहाँ हेर्नु न, उभिएको अवस्थामा चाहिँ काम गर्न सकिने खालको एलिभेटेड बेन्च खेती बढिरहेका छन्। वनस्पतिक प्रजनन गरिन्छ। फुल्ने र फल लाग्ने क्रिया समाप्त भएपछि त्यान्द्रा उत्पन्न भयो। त्यसपछि पलाउने नयाँ बिरुवा प्रजननमा प्रयोग गरिन्छ। चाँडो फुलको मुना छुट्टिने, बेर्ना उमार्ने विधिको विस्तार भएकोले कृषकहरूले विकासे खेती गरिरहेका छन् भनेर स्ट्रबेरी खेतीलाई पनि संरचित संरचनामा गरिने खेतीमा। अर्को छ काँक्रो। कुकुरबिटासी समूहको फल तरकारी, कलिलो फलको प्रयोग हो। एकलिङ्गी फुल हुनाले परागसेचन गर्छ तर परागसेचन र गर्भधारण बिना नै फल लाग्ने प्रकृति पार्थेनोकार्पीको हुन्छ भनेको छ। पार्थेनोकार्पीको हुन्छ भनेको छ। काँक्रालाई चाहिँ धेरै जसो टेको बनाएर गर्ने, टेको खेतीद्वारा खेती गरिन्छ। थाङ्ग्रा लगाएर खेती गरिन्छ टेको दिएर काँक्रालाई चाहिँ। अनि अन्य भनेको छ पालुङ्गो, चिनोपिडिएसी समूह, हरियो सागपात, भन्टा समूह फल तरकारी, भेडे खुर्सानी, भन्टा समूह फल तरकारी जस्ता धेरै तरकारीहरूको खेती संरचित संरचनामा गरिन्छ भने यति अब धेरै तरकारीहरूको खेती गरिहालिन्छ संरचित संरचना। तर यसमा के यसको महत्त्वपूर्ण छ भने संरचित संरचनाका प्रकारहरू चाहिँ महत्त्वपूर्ण छ। अब यसमा यी पालुङ्गोको चित्र देखाएको छ, भन्टाको देखाएको छ, भेडे खुर्सानीको देखाएको छ। अर्को छ फुल। संरचित संरचनामा गरिने फुल खेती पनि लोकप्रिय छ। फुल फुल्ने अवधि समायोजन गर्न सकिनुका साथै राम्रो गुणस्तरको काटिएको फुल पटको फुल उत्पादन गर्न सकिन्छ। अब फुल खेती पनि इम्पोर्टेन्ट खेती हो। त्यो पनि खेतीपातीमै कृषि कार्यमै पर्छ। त्यो संरचित संरचनामा गरिने लोकप्रिय खेती पनि फुल खेती हो। अब यसमा चाहिँ फुल फुल्ने समयलाई समायोजन, तापक्रम मिलाएर समायोजन गर्न पनि सकियो संरचित संरचनामा चाहिँ। अब फुलमा छ 1 नम्बरमा छ बहुवर्षीय बिरुवा हो। फुलको विशेषता चाहिँ के छ भन्दा बहुवर्षीय बिरुवा हो। बिरुवाको कुनै भाग काटेर बेर्ना उमार्ने गरिन्छ। शरद गोदावरी छोटो दिनको आवश्यकता पर्ने बिरुवा हो। ढिला फुल फुलाउनको लागि राति बिरुवामा प्रकाश पारी लाइट कल्चर विधिद्वारा खेती गरिन्छ। राति बिरुवामा प्रकाश पारी गरिने खेती विधिलाई चाहिँ लाइट कल्चर विधि भनिन्छ भनेको चाहिँ। ढिला फुलाउनको लागि चाहिँ राति पनि प्रकाश दिनु पर्यो। अनि ग्रीष्म गोदावरी जस्ता धेरै प्रजातिहरू छन् र 12 महिना बिक्रीको लागि पठाइन्छ। फुल खेती उत्पादन गरेर चाहिँ 12 महिना बिक्रीको लागि पठाइन्छ। अर्को छ गुलाब। फुलको बोटबाट काटिएको फुल हो। फुलको बोटबाट हाँगाबाटै निकाल्ने फुल हो। संरचित संरचनामा खेती गरी 12 महिना बिक्रीको लागि पठाइन्छ। 3 नम्बरमा छ लिली भन्ने फुल। कन्दबाट हुर्कने काटिएको फुल हो। इस्टर लिली, एजियाटिक प्रजाति, ओरिएन्टल प्रजाति जस्ता धेरै प्रजातिहरू छन् र चिलिङ प्रक्रिया आदिद्वारा 12 महिना बिक्रीको लागि पठाइन्छ भनेको छ यो लिली भन्ने फुल चाहिँ। यसको चित्र पनि। कार्नेसन भनेको चाहिँ कार्नेसन बहुवर्षीय काटिएको फुल हो। बहुवर्षीय काटिएको फुल भनेको यो धेरै वर्ष फुल्ने। यसलाई चाहिँ अब यसको एकचोटि फुलिसकेपछि छाटकाट गरेर सानो साइजमा बनाउने फुल हो। एउटा नासमा धेरै फुलहरू फुल्ने स्प्रे प्रकारको रोपण लगभग 70% गरिन्छ भनेको छ। यो पनि संरचित संरचनामा गरिने फुलको
प्रकारमा पर्यो। अब अर्को संरचित संरचनाको किसिम र बनावट भनेको चाहिँ यो चाहिँ इम्पोर्टेन्ट छ है। संरचित संरचनाको किसिम र बनावट चाहिँ भनेर यसको किसिमहरू छ कि धेरैवटा किसिमहरू छ। छोप्ने सामग्री अनुसार सिसाको ग्रिन हाउस र प्लास्टिक हाउसमा विभाजन गर्न सकिन्छ। अब दुईवटा हाउस, एउटा सिसाको ग्रिन हाउस र प्लास्टिक हाउसमा विभाजन गर्न सकिन्छ। दुईवटा भइहाले, किसिमहरू दुई किसिमका भए। अब 1 नम्बरमा छ सिसाको ग्रिन हाउस भनेको छ। सिसा प्रयोग गरिएको ग्रिन हाउस हो। सजिलै प्रकाश पसाउन सकिन्छ, साथै टिकाउ हुने हुनाले धेरै वर्ष प्रयोग गर्न सकिन्छ। प्लास्टिकको तुलनामा निर्माण खर्च महँगो छ। अब सिसा त निर्माण खर्च महँगो भयो र यो चाहिँ धेरै वर्ष टिक्छ, किनभने प्लास्टिक चाहिँ अब 1-2-3 वर्षपछि चाहिँ आफै त्यो फाट्ने च्यातिने हुन्छ। त्यसको तुलनामा चाहिँ सिसाको धेरै टिकाउ हुने हुन्छ। अर्को छ प्लास्टिक हाउस। हलुका र सजिलोसँग प्रयोग गर्न सकिने नरम फिल्म र कडा फिल्म प्रयोग गरिएको संरचित संरचना हो। सिसाको तुलनामा कम टिकाउ हुन्छ। लामो समयसम्म प्रयोग गर्न सकिने फिल्मको विकास भएको, निर्माण खर्च कम जस्ता कारणले हिजोआज यसको प्रयोग बढिरहेको छ। अब लामो समय टिकाउ हुने खालको सिसाको फिल्म पनि अहिले विकास भएको छ। त्यही भएर प्लास्टिक हाउस पनि अहिले लामो समय चाहिँ टिक्न थालेको छ भनेको छ यहाँनिर। अब अर्को छ आकाशे पानी छेक्ने हाउस भनेको चाहिँ आकाशे पानी छेक्ने हाउस। छतको भागलाई मात्र फिल्मले छोप्ने प्लास्टिक हाउस हो। यो छतको भागलाई, अब अर्को ग्रिन हाउसमा पुरै तलसम्म छोपेर तल अलिकति केही ठाउँ मात्रै खुल्ला राखिएको हुन्छ भने आकाशे पानी छेक्ने हाउसमा चाहिँ ठिक्क आकाशे पानी मात्रै छेक्ने गरी चाहिँ बनाइएको हुन्छ। छानुमा मात्रै फिल्म लगाएको हुन्छ। आकाशबाट परेको पानी सिधै बिरुवामा पर्नबाट जोगाउँछ र रोग र किराको नियन्त्रण, फलमा चिरा पर्नबाट जोगाउने जस्ता फाइदाहरू हुन्छन्। आकाशबाट परेको पानीले पनि बोट बिरुवालाई धेरै असर गर्छ नि त। त्यही भएर चाहिँ यो आकाशबाट परेको पानीलाई छेक्न सकियो भने चाहिँ धेरै फाइदाहरू हुन्छन्। अर्को छ बनावट। यो चाहिँ संरचित संरचना ग्रिन हाउसको बनावट हो। किसिमहरू एकल प्रकार भनेको छ। यो एक प्रकारको हाउसमा एउटा छत हुन्छ। हुरी बतास र हिउँप्रति बलियो हुन्छ र राम्रोसँग हावाको आवतजावत हुनुका साथै घाम पनि लाग्छ। एकल प्रकारमा चाहिँ जोडेर लाइनै बनाउने प्रकार भनिन्छ। यो बहुसङ्ख्यक एकल प्रकारको हाउस जोडिएको हाउस हो। यो चाहिँ धेरैवटा जोडेर लाइनै बनाएको हाउस हो। एकल प्रकारको तुलनामा यसको हिटिङको कार्यकुशलता राम्रो हुन्छ भनेको छ। यसमा चाहिँ अलिक धेरै हिटिङ हुन्छ भनेको छ। एकल प्रकार र जोडेर लाइनै बनाइने प्रकार भनेको छ। भित्री भाग फराकिलो हुने हुनाले कार्यक्षमता राम्रो हुन्छ, तर जोडिएको भागको किरण कम हुने यस्ता बेफाइदाहरू पनि हुन्छ। जोडिएको भागमा त किरण कम हुने भएर चाहिँ त्यसबाट पनि थोरै बेफाइदा हुन्छ भनेको छ। अनि छ छतको आकारबाट पनि यसलाई चाहिँ फरक छुट्याउन सकिन्छ। दुवैपट्टि छत भएको प्रकार भनेको छ। छत दुवै भागमा भिरालो हुन्छ र घरको जस्तो आकार हुन्छ। घरको छाना जस्तो दुवैपट्टि छत भएको प्रकार भनेको छ। एउटा गोलाकार छत प्रकार भनेको छ। गोलाकार छत हुन्छ भनेको छ। 3 कटर प्रकार भनेको छ। दुई तहको छतमध्ये एकपट्टिको चौडाइ साँघुरो हुन्छ भनेको छ। अनि भेल्लो प्रकार भनेको डच शैलीको जमिनदेखि छानाको किनारसम्मको भाग अग्लो भएको र ठुलो हाउस हो भनेको छ। अब यहाँनिर यो चित्र हेरेर चाहिँ तपाईँहरूले सजिलैसँग छुट्याउनु। अब एकल प्रकार भनेको छ। एकल प्रकारमा चाहिँ दुवैपट्टि छत भएको प्रकार यो छ एउटा। अनि दुवैपट्टि छत भएको प्रकार ठुलो साइजको यो भयो ग्रिन हाउस। यसमा चाहिँ अब काम गर्न पनि सजिलो भयो, सबै कुरामा सजिलो भयो। अनि यो गोलाकार छत प्रकार भनेर अघि हामीले हेरेको थियौँ नि, गोलाकार छत प्रकार भनेको यो हो। अनि 3 कटर प्रकार भनेको चाहिँ यो हो। यी 3टा कुना भएको चाहिँ प्रकारको ग्रिन हाउस भयो। अब अर्को तलतिर जोडेर लाइनै बनाइने प्रकारमा छ। लाइन दुवैपट्टि छत भएको प्रकार, जस्तै एउटामा अर्को जोडेर बनाएको प्रकार भइहाल्यो। अनि लाइनै गोलाकार छत प्रकार, यो गोलाकारलाई चाहिँ लाइनमा बनाएको भइहाल्यो। अनि भेन्लो प्रकार भनेको छ। जमिनदेखि छानाको किनारसम्म अग्लो भएको भेन्लो प्रकारको चाहिँ यो हो। यो पनि लाइनमै बनाउने प्रकार हो। अनि अर्को 3 नम्बरमा छ संरचित संरचनामा छोप्न प्रयोग गर्ने सामग्री र ती सामग्रीका विशेषताहरू भनेको छ। अब बाहिरी सामग्रीमा छ सिसा। सिसाको प्लेट प्रयोग गरिन्छ, राम्रोसँग प्रकाश छिर्छ भनेको छ। नरम फिल्म, यसमा 9B कृषि प्रयोजनको भाइनल क्लोराइड फिल्म र कृषि पियो विशेष फिल्म, कृषि प्रयोजनको पोलिथिन विशेष फिल्म पर्छन्। नरम फिल्ममा चाहिँ यति पर्यो। यो चाहिँ कृषि प्रयोजनको लागि नै कृषि प्रयोजनको लागि मात्रै बनाइएको फिल्म। यो नरम फिल्मको चाहिँ यहाँनिर विशेषताहरू देखाएको छ। यसमा कन्फ्युज नहुनु होला। यो चाहिँ विशेषताहरू भनेको नरम फिल्मको विशेषताहरू के छन् त भन्दाखेरि 9B कृषि प्रयोजनको भाइनल क्लोराइड फिल्म भनेको छ। यो फिल्मबाट सजिलै प्रकाश छिर्छ र यसको तापक्रम कायम राख्ने क्षमता उच्च हुन्छ। सामग्री गरुङ्गो हुन्छ, चिपचिपापन हुन्छ र सजिलै फोहोर हुन्छ। यो सजिलै च्यातिने प्रकृतिको पनि हुन्छ नरम फिल्म चाहिँ।
चिपचिपापन हुन्छ र सजिलै छिटै फोहोर हुन्छ र सजिलै च्यातिने पनि हुन्छ। 1-2 वर्षमा परिवर्तन गर्नुपर्छ। जलायो भने पिछालु ग्यास निस्किन्छ भनेको छ यसको विशेषताहरू चाहिँ। अनि कृषि पिओ विशेष फिल्म, कृषि प्रयोजनको पोलियोथिन विशेष फिल्म भनेको छ। नौबीको तुलनामा हलुका हुन्छ, चिपचिपापन हुँदैन र हतपत फोहोर नहुने प्रकृतिको हुन्छ। 2-3 वर्ष छाउन सकिने प्रकार र लामो अवधि 3 देखि 5 वर्ष छाउन सकिने प्रकारका हुन्छन्। कृषि पिओ चाहिँ अलिक धेरै टिकाउ हुने हुन्छ भनेको छ यसमा। अब अर्को छ कडा फिल्म, कृषि प्रयोजनको फ्लोरिन फिल्म हुन्छ। 10 वर्ष वा सोभन्दा बढी टिक्छ यो कडा फिल्म चाहिँ। यो कृषि फ्लोरिन फिल्म चाहिँ 10 वर्षभन्दा बढी टिक्छ। 10 वर्ष वा सोभन्दा बढी छाउन सकिने एक्रिलिक प्लेट प्रकार पनि हुन्छ भनेको छ। अनि भित्री सामग्रीमा छ नरम फिल्म। अब बाहिरको सामग्री त नरम फिल्म भयो अनि कडा फिल्म भयो। अनि अब भित्री सामग्रीमा चाहिँ भित्री सामग्रीमा पनि नरम फिल्म, नबुनेको कपडा, रेशमी कपडाहरू पर्छन्। अब भित्री सामग्रीमा संरचित संरचनाको भित्रपट्टिबाट लगाउने सामग्री है भित्री सामग्री भनेको चाहिँ। नरम फिल्म भनेको छ। नौपोली कृषि प्रयोजनको पोलिथिन फिल्म। नौसाकुबी कृषि प्रयोजनको एथनिल भाइनल एसिटेट कोपोलिमर रेजिन फिल्म भनेको छ। अनि कृषि पिओ विशेष फिल्म जस्ता पारदर्शी फिल्महरू भित्रपट्टि प्रयोग गरिन्छ। भित्रपट्टि बाहिरीपट्टिको भन्दा पातलो सामग्री प्रयोग गरिन्छ। भित्रपट्टिको विशेषताहरू के हो भन्दाखेरि चाहिँ बाहिरभन्दा चाहिँ अलिक पातलो सामग्री प्रयोग गरिन्छ र भित्रपट्टिको सामग्री चाहिँ अलिक धेरै लामो समय टिक्ने हुन्छ। नरम फिल्महरू मध्येमा नौपोलीको तापक्रम कायम राख्ने क्षमता कम हुन्छ भनेको छ। अनि अर्को छ नबुनेको कपडा पनि भित्रपट्टि प्रयोग गरिन्छ। तापक्रम कायम राख्ने पर्दाको रूपमा भित्रपट्टि प्रयोग गरिन्छ। पारदर्शी फिल्महरूको भन्दा यसको प्रकाशको पारदर्शिता कम हुन्छ र यसमा मोइस्चर परागम्यता र पानी परागम्यता हुन्छ भनेको छ। अब नबुनेको कपडा, रेशमी कपडा, नबुनेको कपडा यसरी भित्रपट्टिबाट चाहिँ संरचित संरचना टनलभित्र लगाइन्छ। अनि रेशमी कपडा प्रकाश छेक्नुको साथै हावाको आवत जावत पनि हुन्छ। व्यावहारिकमा सिपमा छ छोप्ने सामग्रीको किसिम र मुख्य प्रयोग उद्देश्यहरू बुझौँ भनेको छ। यो चाहिँ हामीले बुझिसक्यौँ। छोप्ने सामग्रीको बाहिरबाट छोप्ने कडा फिल्म, नरम फिल्म, अनि भित्रबाट छोप्ने भनेको चाहिँ नरम फिल्म भयो, अनि कपडा भयो, रेशमी कपडा आदि छन्। अब संरचित संरचनाभित्रको उपकरणहरू, हिटिङ उपकरण। संरचित संरचनाभित्र विभिन्न उपकरणहरू पनि रहेका हुन्छन्। यसमा छ हिटिङ उपकरण। हिटिङ विधिहरूमा तातो हावा विधि र तातो पानी विधि गरी 2 विधिहरू छन्। तातो हावा विधिका उपकरणहरू सहज भएकोले धेरै प्रयोग गरिन्छ। अब तातो हावा पनि दिनुपर्ने हुन्छ घरिघरि। इन्धनको रूपमा फ्युल ओइल, मट्टीतेल आदि धेरै प्रयोग गरिन्छ। बिजुली, ग्यास र वुड पेलेट फ्युल प्रयोग गरिने हिटिङ उपकरणहरू पनि छन्। सोलर हिटको प्रयोग र हिट पम्प ल्याउने काम पनि अगाडि बढिरहेका छन् भनेको छ। अब यो चाहिँ हिटिङ उपकरण चाहिँ यहाँ चित्र दिएको छ। अब अर्को छ तातो नबनाइने ग्रिन हाउस। तातो नबनाइने यसमा चाहिँ हिटिङ उपकरण पनि प्रयोग नगरी तातो नबनाइने ग्रिन हाउस पनि प्रयोगमा छन्। तातो नबनाइने ग्रिन हाउस भनेको हिटिङ उपकरणहरू प्रयोग नगरिने विधि हो। कम तापक्रममा बलियो बिरुवाहरूलाई उपयुक्त हुन्छ। कम तापक्रम चाहिँ बलियो बिरुवाहरूलाई उपयुक्त हुन्छ। इन्धन खर्च नलाग्नु यसको फाइदा हो। साथै टनल विधिको प्रयोग गर्यो भने रातिको समयमा तापक्रम कायम राख्ने फाइदा बढाउन सकिन्छ भनेको छ। हावाको आवत जावत गराउने उपकरण भनेको छ। अब हावाको आवत जावत पनि गराउनु पर्यो, किनभने भित्र धेरै गुम्सिन्छ, घरिघरि धेरै गर्मी भएको हुन्छ र त्यसलाई चाहिँ नियन्त्रण गर्नलाई हावाको आवत जावत गराउने उपकरणको पनि प्रयोग गर्नु पर्यो। सूर्यको तापको कारण संरचित संरचनाभित्र दिउँसोको समयमा उच्च तापक्रम हुन्छ। हावाको आवत जावत गराएर बाहिरको हावाभित्र पसाइ भित्रको तापक्रम धेरै नबढ्ने गरी नियन्त्रण गरिन्छ। हावाको आवत जावत गराउने 2 विधिहरू छन्। प्राकृतिक रूपमा हावाको आवत जावत भनेको छ। हावाको आवत जावत झ्याल वा छोप्ने सामग्रीको केही अंश खोलेर बाहिरको हावा पसाउने विधि हो। यो मौसमको प्रभाव पर्छ भनेको छ। यो चाहिँ प्राकृतिक रूपमा हावाको आवत जावत गराउँदा चाहिँ मौसमको प्रभाव पर्ने हुन्छ। उपकरणको प्रयोगद्वारा हावाको आवत जावत गराउने भनेको छ। भेन्टिलेसन पङ्खा चलाएर हावा बाहिरको हावा पसाउने विधि हो। बिजुली चाहिने हुनाले हावा आवत जावत गराउने पङ्खाको क्षमता अनुसार प्रभाव फरक हुन्छ भनेको छ। अब भेन्टिलेसन पङ्खा चलाएर पनि बाहिरको हावा भित्र पसाउने विधि रहेको छ भन्ने बुझिन्छ। अब हावाको आवत जावत गराउने क्रम भनेको चाहिँ यहाँ चित्रसँगै देखाएको छ। सर्वप्रथम प्राकृतिक रूपमा हावाको आवत जावत गराउने विधि प्रयोग गरिन्छ। प्राकृतिक रूपमा हावाको आवत जावत गराउँदा सुरुमा भित्रको छोप्ने सामग्री हटाई त्यसपछि छतको झ्याल खोल्नुपर्छ। त्यति गर्दा पनि तापक्रम उच्च नै रहेमा दायाँ बायाँको भाग पनि खोल्नुपर्छ। प्राकृतिक रूपमा हावाको आवत जावत गराएर
गराए तापनि तापक्रम नघटेमा उपकरणले कन्ट्रोल प्यानलद्वारा हावाको आवाज जबत गराउनुपर्छ भनेको छ। अब यहाँनिर छ छतको झ्याल खोलेर पनि, यहाँ छतमा पनि झ्याल राखिएको, यसरी छतको झ्याल खोलेर पनि तापक्रम कम भएन भने चाहिँ छेउको चाहिँ बारहरू खोल्नुपर्छ। यहाँ भनेको छ प्राकृतिक रूपमा हावाको आवाज जब बाहिरको हावा भित्रको हावा झ्यालबाट फेर्ने भनेको छ यहाँबाट। अनि उपकरणको प्रयोगद्वारा हावाको आवाज जबत गराउने, उपकरणको प्रयोग गरी बाहिरको हावा भित्रको हावा फेर्ने भनेको छ। यहाँ चाहिँ भेन्टिलेसन पङ्खाबाट उपकरण प्रयोग गरेर चाहिँ बाहिरको हावा भित्र पसाएर भित्रको हावा चाहिँ बाहिर निकाल्ने काम गरिन्छ। र त्यति गर्दा पनि भएन भने कन्ट्रोल प्यानल मार्फत चाहिँ यसको तापक्रम नियन्त्रण गर्न सकिन्छ भनेको छ। अब व्यवहार हावाको आवाज जबत गराउने विधि र हावाको आवाज जबत गराउने क्रम बुझौँ। हावाको आवाज जबत गराउने क्रम यही हो। अब सुरुमा चाहिँ छतको झ्यालहरू खोल्ने, त्यसपछि बारको प्लास्टिकहरू खोल्ने र अन्तिममा चाहिँ त्यसपछि पनि नियन्त्रण भएन भने भेन्टिलेसन पङ्खा चलाउने र त्यसपछि पनि तापक्रम नियन्त्रण भएन भने चाहिँ कन्ट्रोल प्यानलद्वारा चाहिँ हावाको आवाज जबत गराउन सकिन्छ भनेको छ। अनि कार्बन डाइअक्साइड जेनेरेटर भन्छ। कार्बन डाइअक्साइडको पनि आवश्यकता हुन्छ, त्यसैले यसलाई पनि जेनेरेटरद्वारै कार्बन डाइअक्साइडको पनि व्यवस्थापन गरिन्छ। कार्बन डाइअक्साइडले बिरुवाको प्रकाश संश्लेषण बढाउँछ। हावा नपस्ने गरी बन्द गरिएको संरचित संरचनाभित्र कार्बन डाइअक्साइडको कमी हुनसक्छ। कार्बन डाइअक्साइड जेनेरेटर प्रयोग गरी कार्बन डाइअक्साइड पुनः पूर्ति गरेर प्रकाश संश्लेषण बढाउन सकिन्छ भनेको छ। अब संरचित संरचनाभित्र त खासै अब हावाको आवाज जावत हुँदैन, बन्द गरिएको हुन्छ, त्यही भएर कार्बन डाइअक्साइडको आवश्यकता चाहिँ कार्बन डाइअक्साइड जेनेरेटरबाट पुरा गरिन्छ। कार्बन डाइअक्साइड जेनेरेटरको चित्र चाहिँ यहाँनिर छ, यो विचार गर्नुहोला। रोग तथा हानिकारक किरा नियन्त्रण उपायहरू। अब संरचित संरचनाभित्र पनि रोग तथा हानिकारक किराहरू चाहिँ लाग्न सक्छन्, त्यसलाई पनि नियन्त्रणको उपायहरू रहेका छन्। संरचित संरचनाभित्र उच्च आर्द्रता भई न्यानो हुने हुनाले सजिलै रोग तथा हानिकारक किरा उत्पन्न भई अचानक फैलिन सक्छ। संरचित संरचनाभित्र कीटनाशक छर्दा आफै चल्ने शैलीको स्प्रेयर जस्ता स्वचालित रूपमा कीटनाशक छर्ने उपकरणहरू प्रयोग गरी श्रम घटाउने र कामदार सुरक्षा सुनिश्चित गर्ने गरिन्छ। साथै पहेँलो बत्तीको किरा नियन्त्रण, प्रकाशको उपकरण जस्ता रासायनिक कीटनाशक प्रयोग नगरिने विधिहरू पनि छन् भनेको चाहिँ यो एउटा पहेँलो स्टिकर टालेर किरा नियन्त्रण गर्न सकिन्छ। जस्तै गरेर पनि रासायनिक कीटनाशक चाहिँ प्रयोग नगरी चाहिँ किरा नियन्त्रण गर्ने विधिहरू छन् भनेको छ। अब संरचित संरचनाभित्र चाहिँ प्रायः आफै चल्ने शैलीको स्प्रे हुन्छ, किनभने त्यसमा चाहिँ अब विषादी कीटनाशक छर्दाखेरि चाहिँ कामदारलाई पनि असुरक्षित हुने भयो। त्यही कारणले गर्दाखेरि चाहिँ अटोमेटिक आफै चल्ने स्प्रेयरहरू पनि हुन्छन्। आफै चल्ने शैलीको स्प्रेयर भनेर यहाँ देखाइरहेको छ। अनि किरा नियन्त्रण प्रकाश भनेको चाहिँ पहेँलो फिल्मको बत्ती बल्छ र त्यसमा आएर किराहरू टाँसिन्छन् र किरा मर्छन्। अर्को छ वातावरण व्यवस्थापन भनेको छ। खुल्ला खेतबारीमा गरिने खेतीमा मौसम र मौसम अवस्थाले ठुलो फरक पार्दछ। संरचित संरचनामा गरिने खेतीमा जमिनमाथिको वातावरण, तापक्रम, आर्द्रता, प्रकाश आदि र जमिन मुनिको वातावरण, जमिनको तापक्रम, माटोको पानीको मात्रा, पोषक तत्त्वको एकाग्रता आदि समायोजन गर्न सकिन्छ भनेको छ। तापक्रम व्यवस्थापन। बिरुवा हुर्कन उपयुक्त हुने तापक्रम मिलाई संरचित संरचनाभित्रको तापक्रम व्यवस्थापन गरिन्छ। दिउँसो संरचित संरचनाभित्रको तापक्रम बढी हुने अवस्थाहरू हुन्छन्। हावाको आवाज जबत गरे तापक्रम घटाइन्छ। उच्च तापक्रम हुने ग्रीष्ममा कुलिङ उपकरणले तापक्रम घटाउने अवस्थाहरू पनि हुन्छन्। अब तापक्रमको व्यवस्थापन गर्नु पर्यो, किनभने भित्र त अब घाम लागेको बेलामा धेरै गर्मी हुन्छ, त्यही कारणले गर्दा घाम लागेको बेलामा अथवा दिउँसोको समयमा धेरै गर्मी हुन्छ र तापक्रम व्यवस्थापन गर्नु पर्यो। अनि तापक्रम नाप्ने उपकरण थर्मोमिटर प्रयोग गरेर तापक्रम नापेर तापक्रमको व्यवस्थापन गरिन्छ। रङ्गीन अल्कोहल हालिएको रड आकारको थर्मोमिटर, हालको तापक्रम प्रदर्शित हुन्छ। पारो मर्करी हालिएको अधिकतम न्यूनतम थर्मोमिटर, हालको तापक्रम र अघिल्लो पटक रिसेट गरेपछिको अधिकतम र न्यूनतम तापक्रम प्रदर्शित हुन्छ। अङ्कमा हालको तापक्रम प्रदर्शित हुने डिजिटल थर्मोमिटर, अघिल्लो पटक रिसेट गरेपछि अधिकतम र न्यूनतम तापक्रम रेकर्ड गरेको हुन्छ आदि छन्। अब यहाँ छ थर्मोमिटर, रड आकारको थर्मोमिटर, अधिकतम न्यूनतम थर्मोमिटर भनेको यो भइहाल्यो, अनि डिजिटल थर्मोमिटर भनेको यो हो। यो चित्र देखाउन सक्छ। तापक्रम कायम राख्ने विधि भनेर दिएको छ। तापक्रम कायम राख्ने फाइदा: छोप्ने सामग्री सङ्ख्या बहुसङ्ख्यक तह र सामग्रीको किसिमद्वारा निर्धारण हुन्छ। एकै सामग्री भएमा सङ्ख्या जति बढी हुन्छ त्यति नै तापक्रम कायम राख्ने फाइदा बढी हुन्छ।
खाली ठाउँ बन्द गरेर हावा निस्कनबाट रोक्ने क्षमता बढाउन पनि प्रभावकारी हुन्छ। तापक्रम कायम राख्ने क्षमता बढाउने भित्री सामग्रीमा 2 विधिहरू छन्। बाहिरी सामग्रीको भित्रपट्टि थोरै खाली ठाउँ बनाई इन्सुलेसन सामग्रीको फिक्स गर्ने विधि खोल्न र बन्द गर्न सकिने मुभेबल पर्दा विधि हो। ग्रिन हाउसभित्र एउटा टनल र 2वटा टनल बनाउने विधिहरू पनि छन् भनेको छ। प्लास्टिकको फिल्म यो भित्रपट्टिको पर्दा भयो अनि त्यो भित्र पनि टनल हुन्छ र त्यसलाई अब खोल्ने र लगाउने पर्दा टाइपको विधि छ अर्को। र बाहिरी सामग्रीको भित्रपट्टि थोरै खाली ठाउँ बनाई इन्सुलेसन सामग्री फिक्स गर्ने विधि भनेको छ। यो विधिद्वारा चाहिँ तापक्रम कायम राख्न सकिन्छ भनेको छ। अनि अर्को छ व्यावहारिक सिप। थर्मोमिटरको किसिम प्रयोग गर्ने तरिका बुझौँ। जापानमा सेल्सियस प्रयोग गरिन्छ। तापक्रम हेर्दा थर्मोमिटरमा भएको तरल पदार्थको ठ्याक्कै साइडबाट अङ्क हेर्नुपर्छ। एकाइ डिग्री अथवा सेल्सियस हो भनेको छ। अब यहाँबाट हेर्नु पर्यो आँखाको सही स्थान भनेर यहाँ देखाएको छ चित्र चाहिँ। अनि अधिकतम न्यूनतम थर्मोमिटरको प्रयोग गर्ने तरिका बुझौँ भनेको छ। एकै पटकमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम र हालको तापक्रमबाट 3 प्रकारका तापक्रम नाप्न सकिन्छ। दायाँपट्टिको सूचक तरल पदार्थभित्रको तापक्रम सूचकको तल्लो अन्तमा अधिकतम तापक्रम नाप्नुपर्छ। बायाँपट्टिको सूचकको तल्लो अन्तमा न्यूनतम तापक्रम नाप्नुपर्छ भनेको छ। बायाँपट्टि र दायाँपट्टि भनेको छ। यहाँ त दुईपट्टि पारो हुन्छ नि त, त्यही भएर चाहिँ न्यूनतम तापक्रम भनेको चाहिँ बायाँपट्टिको सूचकको तल्लो अन्तमा चाहिँ न्यूनतम तापक्रम नाप्नु पर्यो। अनि अधिकतम तापक्रम नाप्नु पर्यो दायाँपट्टिको सूचकको तल्लो अङ्कमा चाहिँ अधिकतम तापक्रम नाप्नु पर्यो मर्करीको आधारमा। अनि हालको तापक्रम चाहिँ यहीँबाट देखिन्छ। ल आजलाई चाहिँ यति नै गरौँ र भोलिको लेसनदेखि चाहिँ हाम्रो पानीको मात्रादेखि सुरु छ। भोलिको लेसनमा चाहिँ यहाँबाट हेर्ने